आज चाहिँ हामी चाहिँ यतिकै ट्याक्क मारवाडी फर्किँथ्यौँ अनि त्यसपछि हामी आएर यहाँ पल्टेथ्यौँ अनि पल्टिँदाखेरि आइसमा टिकटक हेर्दाखेरि रुम्का दिदीको भिडियो आयो होइन रुम्का दिदीको मम्मीबाट पोइजन गेम खेलेको अनि हामीले नि खेल्ने सोचेँ भने हामीसँग त केही पनि थिएन त्यसो जेम सेम चक्लेट सके रेस थियो अनि भ्लग नै हालेको थिएन अनि भ्लग नै हाल्नु पऱ्यो अलिकति रेगुलर हुनु पऱ्यो भनेर अनि त्यो थालेर आयो भाग्दै भाग्दै गएर तर अब हामी जेम स्टार्ट गर्छौँ होइन एउटा हाल्छु कर ठिक है स्प्रेड गर्नु पऱ्यो यत्रो फेरि अरूले नै अरू यत्रो ठुलो यो चाहिँ पोइजन नबनाऊ है प्लिज मैले हाल्ने अनि यो त कुन पोइजन अलिक धेरै राख्नुहुन्न कि यस्तो धेरै राख्ने लौरा राम्रो सिप भएको आयो त राख न टुक्रा टुक्रा पनि के भन्छ नि यो पनि पोइजन हुनसक्छ नि झन् सजिलो हुन्छ नि हो त के ल मलाई त कस्तो हाँसो लाग्छ नि त कसम खाइसक्यो के पोइजन र के पोइजन देखेँ ल आजी म खान नपाए जस्तो गऱ्यो तर म त्यस्तो छैन म पहिला आजी म चिन्छौ दुईले एउटा छोयो मैले हामीले के हुन्न त झन् उस भयो नि त ल अनि लास्ट सबै खाएर गइन्छ नि त्यो हुन्छ कि मैले त्यस्तो भिडियो देखेँ ल तिमी आजी म है खाइसकिन छिटो ल सुरुमा यही हेर पैसा भने म त बिर्स सम्झेँ कुन ठाउँ सही मन छ आगे छ नि खेल्नुपर्छ रिभर्स साइकोलोजी भयो है आई डोन्ट नो तर मैले हल्का बुझिसकेँ यो पोइजन सियर होइन किनभने यसले यो खान लाग्यो नि त अघि तिमीले यो हान लाग्यो तिमीले खाएनौ नि त त्यही भएर पोइजन होइन कि त्यही भएर मैले यत्रो खानु पाएँ मैले खानु परेन सेफ सेफै खानु पऱ्यो क्या पर्न रुम गाडी पऱ्यो चारचोटि खान्छ चारचोटि सेप सेप खानु भन्छ कि अरू भन्छ एउटा खानु बेला छिटो पिठा खान्छै दिन्छ के दुईटा यस्तो गर्ने जसले यो जित्छ नि त्यसले चाहिँ दुईटा रसमलाई खान पाउँछ हाम्रो रसमलाई जसले जित्छ त्यो दुईटा रसमलाई खान पाउँछ तिमीले जित्न सक्छौ नि त त्यसो हुन्न आयो नि तल के नेक्स्ट टाइम रसमलाई हुन्छ रसमलाई खुवाउनुपर्छ नेपाल हो मैले एउटा खाएँ म त मेरो पनि बिर्सन लागिसकेको एक बेसी सामान कस्तो मलाई त्यो पोइजन होस् लाग्यो कि तिम्रो मलाई त याद के बोल्नु पनि छैन ओइ तिमी आफू बिर्स्यौ जस्तो लाग्यो मलाई बिर्स होइन सम्झेको मलाई त कस्तो डर लाग्यो हुन्छ पोइजन गेम खेलेको कि हामीले अनि घरै भगवान ला भनेर नजानु त्यो होस् लाग्दैन मलाई त अनि कस्तो हाम्रो यहाँ आएर खाना दिएन भनेर ब्लग हो कि यो युट्युब यहाँ छ कि पागल गम्बे खाएर
नाच त खा लिएर आएको म जान आएको खाना खाँदै आइज थियो रसमलाई पनि छ थिएँ लाएर नि आइसकेको कसले खानलाई रसमलाई भ्याएको छैन एकछिनै गाइज हामी आइनलाई ढोका खोलिदिन्छौँ औ हरे भगवान छ स्ट्याम्प देखेर आएको रे माथि नबनाउनेहरू पनि बनाएको झुकेर पठाएको स्ट्याम्प पनि यसलाई नपठाएको बनाएको नराम्रै पठाइदियो ल है किन भयो मेरो पानी होइन मेरो बालो मैले खाएको भर्खर ए थाहा मिल्दैन देउराहरूलाई यो बोरीले खान्छ म यो चाहिँ कसरी राख्दियो प्लिज नाच हामीले एउटै गरे हुन सक्छ मलाई यसको सेप धेरै हो आँखाको पनि सेपमा हुनु एउटा खानु मन लागेन तिम्रो त तिम्रो साइकोलोजी चाहिँ बुझिसक्यो मैले कुन पोइन्टमा होइन भनेर कुनै पनि म त उयो हान्छु फ्ल्यासलाइटको सिस्टम त्यस्तो यो हान्नु त पाइन्न भयो यो होइन नि मलाई थाहा थियो किन भन्दा उसले के हान्थ्यो भन्दा थियो कि नै मैले यो हान्ला थिएँ आइस मैले यस्तै हेर्छु होला भनेर भने नि त हामीले त्यही भएर यो होइन भने मैले बुझिसकेँ कि अब के भइदियो बासा त्यही देखि अब एउटा तिम्रो पोइजन छ एउटा मेरो पोइजन मेरो विन हो जस्तै दुईटैको भयो अब यसो त उसले चुज गर्ने हो नि त एउटा त्यहाँको पोइजन एउटा यिनको पोइजन कुन होला मेरो पोइजन भन्दा निकै त अलिक त आलिन्थ्यो अरे यो रोजिन होला यही हो मैले यही चुज गरेको मेरो विन भयो बन्द भयो के भन्नु भन लास्ट त मेरो विन भयो गाइस कस्तो कस्तो जानुभएको त्यो मैले गर्दा दामी भयो कि तिमीले गर्दा कस्तो पुरा गरेको दुईटैले एउटै पोजिसन चुज गरेछौँ के बुझिस ए आँखा छोपेर गएको अँ वाउ हाम्रो साइकोलोजी मिल्दो रहेछ यो राख्दियो है हँ? यो राख्दियो यो राख्ने कुरा होइन पहिलो बाहिर बसेर लेज भनेको राख्ने ब्लगमा खिच्यो राख्ने मालु हो गाइस थ्याङ्क्स फर वाचिङ अब रसमलाई कहिले खुवाउँछ भन्ने हो कुरा अब कसले खुवाउँछ कसले खुवाउने र खुवाउन कसले पर्दैन मलाई खुवाइदियो अर्को ल्याएर खाउँछु अब हजुरहरूले नेक्स्ट टाइम केही आर्यले चाहिँ अनि मलाई भात खाएको थियो अनि पानी पुरी राखिदियो र पैसा पानी पनि खाएको भ्लग पठाउने जम्मै अनि मान भन्ने स्न्याप मैले पठाएको थिएँ सो बाई बाई भन्नु बाई बाई